धन्यवाद। आज नेपाली भाषा मान्यता दिवसको 32औं संकल्प आज हामी असम गोर्खा सम्मेलन डिब्रुगढ जिल्ला समितिको उद्योगमा बकुलनी शाखा समितिको सहयोग र बृहत्तर बकुलनीवासी गोर्खा समाजको आतिथ्यमा आज हामी एक दिने कार्यसूचीले नेपाली भाषा मान्यता दिवस हामी बकुलनी स्थित हिउतलीमा अति धुमधामका साथमा हामी मनाइरहेका छौँ र विशेष गरी आज यस नेपाली भाषा मान्यता दिवसको विशेषता के छ भने आज नेपाली भाषाले भारतवर्षमा बहुत वर्षसम्म भारतको संविधानको 8औं अनुसूचीमा माने गाभिनुपर्छ भन्ने हाम्रो भारतभरिका प्राय 1.5 कोटी गोर्खाको एउटा दाबी थियो। त्यो दाबीको पश्चात पनि भारत सरकारले विभिन्न कारणले आज हाम्रो गोर्खा जातिहरूलाई एउटा माने नीचा देखाउने एउटा उहाँहरूको जुन पुरा स्वरूप प्रदर्शन गर्दै हाम्रो नेपाली भाषालाई समयमै मान्यता प्रदान नगरेको पश्चात आज भारतीय पञ्चायतमा दिलकुमार भण्डारीको नेतृत्वमा भाषा मान्यताको लागि एउटा दाबी समिति गठन भएको थियो र दिलकुमारी भण्डारीको विशेष गरी बलिष्ठ नेतृत्व र भारतवासी गोर्खालीको सहयोगमा आज 1992 सनको आजको तारिकमा यो 20 अगस्तको दिन नेपाली भाषाले भारतको संविधानको 8औं अनुसूचीमा स्थान प्राप्त गरेको छ र त्यो हाम्रो गोर्खालीहरूको लागि एउटा अति खुसीको र अति माने एउटा शुभ दिन भनेर मानिन्छ र भारतभरिका 1.5 कोटी गोर्खाहरूले आजको दिनलाई हामी भाषा मान्यता नेपाली भाषा मान्यता दिवस हिसाबले हामी विभिन्न दल सङ्गठन अनुष्ठान प्रतिष्ठानले हामी एउटा उत्सव तरिकाले आज हामीले मनाएर आइरहेको छ। त्यसकै पश्चात आज हामी असम गोर्खा सम्मेलन डिब्रुगढ जिल्ला समितिको उद्योगमा आज हामी बकुलनीमा आज अति धुमधामको साथमा आज हामी यहाँ यो कार्यसूची मनाउन गइरहेका छौँ। र यो कार्यसूची मनाउनेमा आज विशेष गरी भूमिका पालन गर्नुभएको छ आज बकुलनीका विशेष गरी नारी समाज हाम्रो गोर्खाली नारीहरूको जुन जाग्रता जुन उहाँहरूको जाँगर र बकुलनीवासी विभिन्न हाम्रा माने बुद्धिजीवी विशिष्ट व्यक्तिहरूको सहयोग र आज बकुलनी शाखा समितिको जुन प्रकारको एउटा सहयोग यो आज साँच्चै नै सराहनीय छ र यो प्रकारको आज उहाँहरूको जुन जोस र जाँगरले गर्दा असम गोर्खा सम्मेलन डिब्रुगढ जिल्ला समितिले सर्वप्रथम हामी उहाँहरूलाई माने धेरै नै धन्यवाद दिन्छौँ र यो प्रकारको जोस र जाँगरले आज गोर्खा जातिलाई उन्नति गोर्खा जातिको भाषा साहित्य र संस्कृतिको उन्नतिको लागि यथेष्ट हरियाणा दिन्छ भन्ने हामी आशा राख्दैछौँ र आज हाम्रो यो जुन कार्यसूचीलाई बृहत रूप दिनको लागि आज हाम्रो विभिन्न सामाजिक सञ्चार माध्यममा प्रचार गर्नको लागि हाम्रो जुन सोसियल मिडियाका भाइहरूले आज हामीलाई पनि जुन प्रकारले सहयोग राख्नु भएको छ र विशेष गरी उहाँहरूलाई पनि हामी असम गोर्खा सम्मेलन डिब्रुगढ जिल्ला समिति तर्फबाट हामी धन्यवाद र आन्तरिकता ज्ञापन गर्दैछौँ र हाम्रो जातिको सधैँ यस्तै उत्तरोत्तर उन्नति होस् र हाम्रो भाषाको साहित्यको संस्कृतिको सधैँ उन्नति होस् र हाम्रो गोर्खाली जाति एउटा जिउँदो जाति हिसाबले आज भारतवर्षमा विश्व दरबारमा आफूलाई प्रतिष्ठा गर्नमा हामी सबैको यस्तै प्रकारको सहयोग होस् भन्ने म आशा राख्दै आज यो भाषा मान्यता दिवस अति ठुलोमालाले हुन्छ र सबैको सहयोग हुन्छ भन्ने आशा राख्दै म मेरो वक्तव्य यही समाप्त गर्छु। धन्यवाद। आज तपाईँहरू सबैलाई थाहा छ असम मुलुकमा मात्रै नभएर समग्र भारतवर्षमा बसोबास गर्ने हामी गोर्खा समाज गोर्खा जातिको लागि एउटा ऐतिहासिक दिन। आजको दिन हामीले आफ्नो भाषा स्वीकृति पाउनु भनेको हामी जाति हिसाबले गौरव गर्नुपर्छ र आज विशेष गरेर त्यही दिनलाई आज हामी स्मरण गर्दै असम गोर्खा सम्मेलन डिब्रुगढ जिल्ला समितिको उद्योगमा र बकुलनी शाखा समितिको सहयोगमा र साथै बकुलनी समस्त समाजको सहयोगमा आज 32औं संख्यक नेपाली भाषा मान्यता दिवस कार्यक्रम हामीले यहाँ अनुष्ठित गरेका छौँ र आजको विशेष गरेर कार्यसूचीको मुताबिक हामी बिहान हामी सङ्घको हाम्रो असम गोर्खा सम्मेलनको झन्डा उत्तोलन गरेको पश्चात हामी भाषा दिवसको पनि हामीले झन्डा उत्तोलन गऱ्यौँ। हामीले शहीद तर्पण कार्यसूची समापन गऱ्यौँ। हामीले यस कार्यक्रमसँग सङ्गति राख्दै हामीले वृक्षारोपणको कार्यसूची समापन गऱ्यौँ। त्यसको साथसाथ हामीले हाम्रो सफाई अभियानहरू थियो र विशेष गरेर हामी यो अनुष्ठानसँग सङ्गति राखेर आज हाम्रो गोर्खा जातिको भाषाको विकास र भाषालाई संरक्षण गर्दै र हाम्रो लोक संस्कृतिलाई पनि हामीले समानै जगडा गर्ने एउटा उद्देश्य र प्रयास अगाडि राखेर आजको यस कार्यक्रम हामीले अनुष्ठित गरेका छौँ। सोही प्रकार तपाईँले देखिरहनु भएका छ हाम्रो गोर्खा जातिको विभिन्न लोक संस्कृतिहरूको जगडा गर्नुको निम्ति आज विभिन्न तरहको लोकनृत्यहरू आज प्रदर्शन भइरहेको छ भने
यहाँ मारुनी सङ्गिनी तामाङ सेलोदेखि लिएर हाम्रा विभिन्न रकम कृष्टि संस्कृतिहरूको झगडा आज आसाम मुलुकमा तपाईँ बसोबास गरेका छौँ। हामी असमिया समाजको प्रति हामीहरूको जुन दायबद्धता छ त्यो दायबद्धतालाई हामी अगाडि राखेर हामी त्यसरी नै हामी आज 7 राज्यमा बसोबास गर्ने हाम्रो विभिन्न जातिका विभिन्न परिकारका वेशभूषा खानपिनदेखि लिएर जुन हाम्रो कला नृत्यहरू छ ती नृत्यहरू पनि प्रदर्शन गर्ने हामीले जमर्कोहरू गरेका छौँ। र साथै म धन्यवाद दिन चाहन्छु बोगोलनी शाखा समितिलाई म धन्यवाद दिन चाहन्छु। स्वागतकारी समितिका समस्त सभापतिदेखि लिएर समस्त पदाधिकारी वर्गलाई म धन्यवाद दिन चाहन्छु। धन्यवाद दिन चाहन्छु यस अञ्चलका विभिन्न बुद्धिजीवी विभिन्न ज्येष्ठ वर्गहरूलाई म धन्यवाद दिन चाहन्छु, यहाँको मातृशक्तिलाई। र आज हामीले यहाँ भाषा दिवस उद्यापन गरेका छौँ भने आजभन्दा 5 दिनपछि 25 अगस्त तारिकमा हामी बलिदान दिवस पनि हामीले कार्यसूची राखेका छौँ। त्यस बलिदान कार्यसूची हामीले भव्य रूपमा हामी सञ्चालन गर्न सक्षम हुन्छौँ भन्ने हाम्रो एउटा दृढ आशा र हाम्रो एउटा विश्वास छ। किनभने डिब्रुगढ सहरको जुन चौगिडिङमा हाम्रो जुन जिल्ला लाइब्रेरी छ पृथ्वीभराल छ त्यसमा हामीहरूको 1 दिने कार्यसूची लिएर हामीले त्यहाँ बलिदान दिवसको कार्यसूची हामी राखेका छौँ। त्यस कार्यसूचीमा हामीले विशेष गरेर गोर्खा बन्धु बटा र गोर्खा सम्मान हामी दिने त्यस्तो 5 जना व्यक्तिलाई हामीले चयन गरिसकेका छौँ। जस्तो डाक्टर नगेन सैका जस्तो व्यक्तिलाई आज हामीले चयन गरिसकेका छौँ भने आज प्रहलाद चन्द्र तासालाई पनि हामीले चयन गरिसकेका छौँ। त्यसरी नै हामीले राजनीतिक क्षेत्रमा हामीले प्रशान्त फुकन एकजना वरिष्ठ विधायकलाई हामीले चयन गरिसकेका छौँ भने हामी विशिष्ट साहित्यकार साङ्बादिकता हामीले मनजित बोराज्यूलाई पनि हामीले चयन गरिसकेका छौँ। र हामी त्यस कार्यक्रममा हामी एकजना शहीद परियाल राष्ट्रिय शहीद परियाललाई पनि हामीले त्यहाँ मरणोत्तर रूपमा हामी उहाँको फ्यामिलीलाई सम्बर्धना गर्ने कार्यक्रम पनि राखेका छौँ। र आज यस कार्यसूचीको माध्यम मैले त्यस कार्यसूचीका पनि कुराहरू तपाईँलाई अवगत गरेँ। मलाई लाग्छ समस्त डिब्रुगढ जिल्लाभित्र बसोबास गर्ने हाम्रो गोर्खा समाजले त्यहाँ सबै प्रकारको त्यहाँ सहयोग र उहाँहरूले उपस्थिति उहाँहरूले गर्नुहुन्छ भन्ने आशा र कामना गर्दछु। र आजको कार्यसूची पनि हामीहरूको यहाँ अब एकछिन पछाडि नै हाम्रो आमसभा अनुष्ठित हुन्छ र आमसभामा हाम्रो केन्द्रीय समितिका उपसभापति कर्ण भुजेलज्यू लगायत हाम्रा मूल सचिव तथा आजको सभाका निर्दिष्ट वक्ता जगदीश खनालज्यू लगायत केन्द्रीय समितिका अन्य जन पदाधिकारीहरू यहाँ उपस्थित भइसक्नु भएको छ भने आज जिल्लाभित्रका विभिन्न शाखा समितिका सभापति मूल सचिव लगायत आज महिला प्रकोष्ठ डिब्रुगढ जिल्ला समितिका सभानेत्री जीवमाया गुरुङ तथा मूल सम्पादिका मीना खातीज्यू जस्ता एकजना नेत्रीहरू पनि आज यहाँ आउनुभएका छ। र त्यसैले हामी हर्षले हामी गदगद छौँ र विशेष गरेर हामी यहाँ समस्त हाम्रो यहाँ यस स्वागतकारी समितिका पदाधिकारी वर्गलाई धन्यवाद र उहाँलाई शुभकामना शुभेच्छा ज्ञापन गर्दै र विशेष गरेर यहाँ सभापति चन्द्रबहादुर लिम्बू र हामीहरूका जोइन्ट सेक्रेटरी दिलीप तामाङ र यादव छेत्रीज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। साथसाथै हाम्रा यहाँ महिला नेत्रीहरू हुनुहुन्छ उहाँहरू विभिन्न पदमा रहे तापनि आज उहाँहरूले आफ्नो दायित्व र कर्तव्य सुचारू रूपले पालन गरिदिएकोलाई पुनः उहाँहरूलाई धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु।